कुनै व्यक्ति परिवार र समुदायको जिउने तरिका नै जीवनशैली हो। व्यक्तिको दैनिक नियमित आहार विहार, खाने, काम गर्ने, सुत्ने, व्यायाम गर्ने आदि कुरा नै उसको जीवनशैली हो। जीवनशैलीले व्यक्तिको स्वास्थ्यमा महत्त्वपूर्ण स्थान राख्दछ। आयुर्वेदीय जीवनशैली भनेको मान्छेलाई एउटा यस्तो जीवन जिउने पद्धति हो जुन बेला यो सृष्टिको अवतरण हो, त्यही बेलामा चाहिँ यो सृष्टिमा मानव जातिहरू, जीव जन्तुहरूको पनि अब उत्पत्ति भयो र त्यस बेला के सोच्यो भने त्यो मानव जाति र जीव जन्तुहरूलाई पनि अब स्वस्थ रहनको लागि, उनीहरूलाई अब रोग उपचारको लागि भन्ने किसिमले चाहिँ सृष्टिको उत्पत्तिकै बेलामा 4वटा वेद र 18वटा पुराणको चाहिँ भगवान् ब्रह्माले रचना गर्नुभयो। हाम्रो हिन्दू धर्मको परम्परा अनुसार 4 वेदमध्ये अथर्व वेदमा चाहिँ आयुर्वेद चिकित्साको बारेमा, आयुर्वेदीय जीवनशैलीको बारेमा चाहिँ विस्तृत रूपमा वर्णन गरेको पाइन्छ। र आयुर्वेदीय जीवनशैली भनेको यस्तो प्रकारको जीवनशैली हो, यो हाम्रो विशुद्ध शास्त्रीय जीवनशैली हो। जीवनशैली स्वस्थ र अस्वस्थ दुवै हुन सक्छ। स्वस्थ जीवनशैलीले मानिस स्वस्थ र खुसी हुन्छ। यस्ता मानिसहरूलाई खुसी र हित आयु भएको भनिन्छ भने अस्वस्थ जीवनशैलीले मानिसमा रोग निम्त्याउने गर्दछ, जसलाई अहित र दुखी आयु भएको मानिस मानिन्छ। जीवन जिउने जुन विज्ञान छ त्यसमा चाहिँ यो हाम्रो जीवन जिउने चिकित्साको अतिरिक्त रोगै लाग्न नदिनको लागि हाम्रो चाहिँ स्वस्थ आहार, स्वस्थ व्यवहार र कसरी मान्छे चाहिँ आफ्नो चाहिँ जीवनयापन गर्छ भने त्यो कुराहरू विस्तृत रूपमा त्यहाँ वर्णन गरिएको छ। त्यही चाहिँ हाम्रो आयुर्वेदीय जीवनशैली, आयुर्वेद चिकित्सा विज्ञानमा उल्लेख गरिएको दिनचर्या, रात्रिचर्या, स्वस्थ आहार, स्वस्थ विहारको बारेमा वर्णन गरिएको र त्यो वर्णन अनुसार जुन मान्छेले चाहिँ आफ्नो चाहिँ जीवनमा उतार्ने काम गर्दछ, त्यही नै हाम्रो चाहिँ आयुर्वेदीय जीवनशैली हो। जस्तो उदाहरणको लागि हामीलाई के गर्छ भने ब्रह्म मुहुर्तमै उठ्नु पर्दछ। ब्रह्म मुहुर्त भनेको सूर्योदयभन्दा कम्तीमा 2 घन्टा अगाडि नै उठेर चाहिँ आफ्नो जीवनयापनको लागि आफ्नो नैतिक क्रियाक्रम गरेर आफ्नो चाहिँ योग, ध्यान, व्यायामबाट आफ्नो दिनको सुरुवात गरिन्छ। त्यसपछि स्वस्थ आहार लिने, स्वस्थ विहार गर्ने, स्वस्थ विचार गर्ने, सकारात्मक सोचको निर्माण गर्ने, त्यही नै हाम्रो आयुर्वेदीय जीवनशैली हो। स्वस्थ जीवनशैली भन्नाले शारीरिक रूपमा सक्रिय हुने, स्वस्थकर खानाको सेवन गर्ने, सदाचारको पालना गर्ने, लोभ, ईर्ष्या, क्रोध नगर्ने र तनाव नलिने आदि। दुर्व्यसन, सुर्ती, चुरोट, खैनी, मद्यपान आदिको सेवन नगर्ने। अधारणीय, रोक्न नहुने शारीरिक दिशा, पिसाब, हाच्छिउँ, भोक, निन्द्रा आदि वेगको धारण नगर्ने। व्यक्तिगत, पारिवारिक तथा सामुदायिक सरसफाइ गर्ने। आयुर्वेदमा उल्लेखित स्वस्थकर जीवनशैलीका विभिन्न भागहरू छन्, जसमध्ये प्रमुख भाग चाहिँ आहार हो, दोस्रो भाग भनेको विहार हो, तेस्रो भनेको आचार हो र चौथो भनेको विचार। अर्थात् आहार शैली, विहार शैली, आचार शैली र विचार शैली, यो 4वटा शैलीको संयोजन नै आयुर्वेद जीवनशैली हो, अर्थात् स्वस्थ जीवनशैली। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारा चाहिँ स्लोगन दिएको छ, नारा दिएको छ। अर्थात् हामी आफू स्वस्थ रहने मुख्य जिम्मेवारी हाम्रै हो र हामी स्वस्थ कसरी रहन सक्छौँ, यही 4वटा प्रमुख स्तम्भहरूको परिपालनले हामी स्वस्थ हुन सक्छौँ। अस्वस्थ जीवनशैली भन्नाले विलासी तथा निष्क्रिय जीवन बिताउने, अस्वस्थ, चिल्लो र पोलेको, तारेको सेवन गर्ने, लोभ, ईर्ष्या, क्रोध गर्ने, रक्सी, बियर, चुरोट, खैनी, गुटखा सेवन गर्ने, शारीरिक वेगहरू रोक्ने वा बल गरी निकाल्ने, फोहोर जथाभावी फाल्ने र सरसफाइमा ध्यान नदिने। अस्वस्थ जीवनशैली भन्नाले हामी के बुझ्दछौँ भने यस्तो जीवनशैली हो जसले हाम्रो शरीरलाई फाइदा गर्दैन, हाम्रो शरीरलाई क्लान्त रूपमा रोग निम्त्याइराखेको हुन्छ, तर हामी बाध्य भएर त्यो जीवनशैली अपनाउँदैछौँ। जस्तै उदाहरणको लागि हामी चाहिँ अब लामो समयसम्म अब चाहिँ अब हामी
ब्रह्म मुहुर्तमा उठ्न भन्छौँ, तर हामी चाहिँ सूर्योदयको 2 घण्टा पछि उठ्ने काम गर्दछौँ र विशेष गरी हामी खानपानमा ध्यान दिँदैनौँ। हामी सकारात्मक भोजन, शाकाहारी भोजन, स्वपाच्य भोजन आहार गर्न भन्छु, जुन शरीरले हाम्रो डाइजेस्ट गर्न सक्छ। तर हामी के गर्छौँ भने एकदम चाहिँ अब मदिराको सेवन गर्ने, अत्यधिक माछा मासुको प्रयोग गर्ने, अत्यधिक चिल्लो पिरोहरूको प्रयोग गर्ने र त्यो कारणले गर्दाखेरि हाम्रो शरीरमा नकारात्मक रोगहरूको उत्पादन हुँदछ र त्यस्तो प्रकारको धूम्रपानहरूको प्रयोग गरेर जुन शरीरमा जुन नकारात्मक जुन तत्त्वहरूको पैदा गर्दछ र जसले चाहिँ नकारात्मक सोचको नै विकास गर्दछ, त्यो चाहिँ अस्वस्थ जीवनशैली हो। चिकित्साको हिसाबमा चाहिँ योगलाई बढी जोड दिन्छौँ। योग गऱ्यो भने नसर्ने खालका रोगहरू, नन कम्युनिकेबल डिजिजहरूबाट जस्तो मधुमेह, उच्च रक्तचाप, यी रोगहरू छन्, तिनीहरूलाई चाहिँ न्यूनीकरण गर्नको लागि योगको ठुलो भूमिका रहन्छ। त्यसले चाहिँ शरीरलाई सञ्चालन गराउँछ, शरीरको नसाहरूलाई चाहिँ विभिन्न किसिमको खुम्च्याउने, फैलाउने प्रक्रियाहरू त्यसमा रहेका हुन्छन्। शरीर पनि विभिन्न किसिमको व्यायाम जस्तै गरेर चाहिँ विभिन्न आसनहरूमा लगिन्छ, जसले गर्दाखेरि चाहिँ शरीरलाई स्फूर्तता प्रदान गर्छ, शरीर चल्न सक्छ र शरीरलाई चाहिँ सहज रूपमा चाहिँ मोबिलाइज अथवा चलाउन सक्ने स्थितिमा पुर्याउँछ योगले। र सँगसँगै अनि विभिन्न किसिमका श्वास प्रश्वासका चाहिँ श्वास लिने क्रिया, छोड्ने क्रिया र त्यसमा पनि छातीलाई चाहिँ विशेष गरेर फोक्सोलाई चाहिँ स्ट्रङ बनाउनको लागि यो प्राणायाम विधिहरूबाट, अनुलोम विलोम, कपालभातीहरूबाट गराउन सकिन्छ। जीवनशैलीलाई आहार, खानपान सम्बन्धी र विहार क्रियाकलाप सम्बन्धी गरी 2 समूहमा विभाजन गर्न सकिन्छ। आहार शैली व्यक्तिको खाना खाने बानी र तरिका नै आहार शैली हो। हामीले खाने खानासँग शारीरिक तथा मानसिक स्वास्थ्यको महत्त्वपूर्ण सम्बन्ध हुने भएकाले आहार शैलीमा हामी सचेत हुनु आवश्यक हुन्छ। स्वस्थ जीवनशैली भनेको हामी चाहिँ स्वस्थ किसिमको आहार विहार गर्दछौँ। जति स्वस्थ आहार विहार भनेको हाम्रो के हुन्छ भने प्राकृतिकबाट आएको र हाम्रो शरीरले राम्रोसित त्यसलाई एक्सेप्ट गर्न सक्ने, जुनमा कुनै पनि प्रकारको चाहिँ हाम्रा चाहिँ अब रासायनिक तत्त्वहरू जसले हाम्रो शरीरलाई हानिकारक गर्ने तत्त्वहरू मिसिएको हुँदैन। हाम्रो विशुद्ध जडीबुटीहरूबाट निर्माण भएको र हाम्रो शरीर पञ्चमहाभूतबाट निर्माण भएको कारणले हाम्रो शरीरले सजिलैसित किसिमले त्यसलाई चाहिँ एक्सेप्ट गर्ने किसिमको जुन आहार विहार गर्दछौँ, त्यही नै चाहिँ हाम्रो चाहिँ स्वस्थ आहार विहार हो। स्वस्थकर आहार शैलीका लागि सामान्यतया निम्नानुसार विषयहरूमा ध्यान दिनु आवश्यक हुन्छ। आहार शारीरिक तथा मानसिक क्रियाशीलताको आधारमा सन्तुलित हुनुपर्छ। दैनिक भोजनमा अन्नको साथै हाम्रो खेतबारीमा उत्पन्न हुने सागपात र मौसम अनुसारको फलफुल समावेश हुनुपर्छ। भोजन ताजा र सफा हुनुपर्छ। सामान्यतया दिनभरिमा 3-4 घण्टाको फरक पारी 4-5 पटक ठिक्क खाना खानु स्वस्थकर मानिन्छ। भोक लागेको बेला मात्रै खाना खाने गर्नु राम्रो मानिन्छ। दिनको तुलनामा रातिको खाना हल्का, सुपाच्य, सजिलै पच्ने र परिमाणमा पनि थोरै हुनुपर्छ। डे टाइममा के गर्ने भनेर दिनचर्यामा पनि समेटिएको हुन्छ भने रात्रिकालमा कसरी जीवनशैली व्यवस्थित गर्ने, के नगर्ने भन्ने रात्रिचर्यामा उल्लेख गरिएको हुन्छ भन्ने सिजन अनुसार, ऋतु अनुसार के गर्ने, के खाने, के पिउने, कसरी सुत्ने, कति घण्टा सुत्ने, यी यावत कुरोहरू सिजन अनुसार वा ऋतु अनुसार पनि आयुर्वेद संहितामा वर्णन गरिएको हुन्छ। खाना राम्रोसँग चपाएर खानुपर्छ। भोजन गर्दा सामान्यतया आमाशयको कुल आयतन क्षमता 1.5 लिटरलाई 4 भागमा विभाजन गरी 2 भाग खानाको लागि, 1 भाग पानीको लागि र 1 भाग खाली राख्नु स्वस्थकर हुन्छ। भोजन लगतै अत्याधिक मात्रामा पानी पिउनु, कडा खालको काम गर्नु, जोडले हाँस्नु आदि कामलाई स्वस्थकर मानिँदैन। ऋतु अनुसार शारीरिक पाचन शक्तिमा घटबड हुने भएकोले सोही आधारमा भोजन गर्नुपर्छ र ऋतु अनुसारका सागपात तथा फलफुल पनि
पर्याप्त मात्रामा खानुपर्छ। आयुर्वेदमा दिनचर्या ऋतुचर्याको कुराहरू पनि छ र त्यही ऋतुअनुसार 6 प्रकारको ऋतुअनुसार पनि अलग अलग खानेकुराहरू चाहिँ खानुपर्छ भनेर चाहिँ भनिएको छ। र त्यस्तै खानाको पनि प्रकृति हुन्छ। जस्तै अब सात्विक प्रकृतिको खाना हुन्छ, राजसिक प्रकृतिको खाना हुन्छ। सात्विक प्रकृतिको खानामा चाहिँ हाम्रो यो सागसब्जी फलफुल हरूको अधिक सेवन हुन्छ, मसालेदार खानेकुराहरू कम खाइन्छ, जसले चाहिँ हामीमा चाहिँ धैर्य हुने, ज्ञानी हुने, सहन सक्ने क्षमताहरू बढ्ने हुन्छ। आजकल केटाकेटीलाई त्यो खानामा चाहिँ अलिकति फोकस बढी गर्नुपर्ने आवश्यकता देखिन्छ। तर बजारमा के छ, अहिले राजसिक खानाहरू चाहिँ बढी प्रमोट भइरहेछ, झिलिमिली गरेर चिलोपिरो पारेर होइन, यो चाउचाउ त्यो चाउचाउ होइन, यो किसिमले चाहिँ आइरहेको छ, जसले गर्दा चाहिँ बच्चाहरूमा चाहिँ अलि धैर्यता नहुने, छिटो रिसाउने, उत्तेजित हुने, त्यस्तो किसिमको समस्याहरू देखिएको छ। त्यस्तै अब यो तामसिक खानेकुराहरू, एल्कोहल, अनि यो प्याकेट फुडहरू, फ्रोजन फुडहरू पनि एकदम बढी आइरहेको छ। त्यो चाहिँ तामसिक आहारभित्र पर्दछ। त्यसलाई चाहिँ हामीले धेरै प्रमोट गर्नुहुन्न, त्यसले चाहिँ हाम्रो ज्ञानलाई नष्ट गर्छ भनिएको छ आयुर्वेदमा। त्यसैले चाहिँ अब यो खानाको पनि प्रकृति अनुसार, व्यक्तिको प्रकृति अनुसार चाहिँ खानाको चयन गरियो भने रोग लाग्न नदिने पहिलो स्टेप चाहिँ खाना नै हो र मुख्य स्टेप पनि खाना नै हो। केही खाद्य पदार्थ एक अर्कासँग सँगसँगै वा एक आपसमा मिसाएर खानु हुँदैन, जस्तै माछा मासुसँग दूध। आयुर्वेदमा चाहिँ विरुद्ध आहारको पनि परिकल्पना गरिएको छ। यो एकदमै अहिलेको समाजले चाहिँ यो लिनै पर्ने चाहिँ स्वस्थ जीवनको लागि चाहिँ लिनै पर्ने ज्ञान हो। यो विरुद्ध आहारको चाहिँ छुट्टै च्याप्टर नै छ आयुर्वेदमा, जसमा चाहिँ 18 किसिमका चाहिँ 18 टाइपका विरुद्ध आहारहरू भनिएको छ, जसमा चाहिँ अब देश विरुद्ध, काल विरुद्ध, संस्कार विरुद्ध भनेर इत्यादि टाइपहरू देखाइएको छ। त्यसमा चाहिँ हजुरको अब जस्तो संस्कार विरुद्ध भन्नाले कुनै पकाउनै नहुने कुरा चाहिँ हामीले पकाएर दिँदा त्यो विष, त्यसले विषको काम गर्छ। अब त्यस्तै मिसाउनै नहुने दुईटा चिज मिसाएर खाँदा त्यसले अर्को पोइजनको काम गर्छ, त्यसले चाहिँ शरीरमा दुष्प्रभाव पार्छ। त्यस्तो कुराहरू छ। जस्तो मात्राको कुरा लिँदाखेरि घिउ र मह चाहिँ बराबर मात्रामा मिसाएर खान नहुने रहेछ। त्यो चाहिँ घिउ छुट्टै खाँदा अमृत समान छ, मह छुट्टै खाँदा अमृत समान छ, तर बराबर मात्रामा त्यसलाई मिसाएर दिँदाखेरि चाहिँ त्यसले विषको काम चाहिँ शरीरमा गर्छ। खाना लिने पनि तरिकाहरू छन्। गुरु आहार, लघु आहार भन्ने कुराहरू आउँछ, जो चाहिँ लघु आहारबाट, गुरु आहारबाट चाहिँ बिहानको खाना सुरु हुन्छ र राति सुत्ने बेला चाहिँ लघु आहार भनेको थोरै खानेकुराहरू जे खाइन्छ त्यसलाई थोरै मात्रामा र ठिक्क खाने, पेटलाई चाहिँ अलिकति हल्को राख्ने भन्ने कुराहरू दिनचर्यामा आउँछ। रात्रिचर्यामा चाहिँ कुन समयमा सुत्ने, हामी सुत्नुभन्दा अगाडि हामीमा अहिले चलिरहेको चलन के छ भनेदेखि विभिन्न खालका सोसियल नेटवर्कमा टच रहने, विभिन्न किसिमका कुराहरू हेर्ने, मोबाइलहरू चाहिँ बढी चलाउने, इन्टरनेटमा बढी गर्ने र अनि सुत्न जाने हुन्छौँ। त्यसमा विभिन्न खालका म्यासेजहरू आउँछ जसले हाम्रो दिमागमा चाहिँ स्ट्राइक गरिरहेको हुन्छ र जसले गर्दाखेरि सुत्ने बेलामा त्यसले चाहिँ हामीलाई डिस्टर्ब गर्न सक्छ र त्यो कुराहरूलाई चाहिँ हटाउनको लागि पनि कमसेकम सुत्नुभन्दा 1 घन्टा अगाडि यी चिजहरू चाहिँ नचलाउने। सुत्नुभन्दा अगाडि चाहिँ लामो सास फेर्ने, यदि हामी आध्यात्मिक उसमा छौँ भनेदेखि ओम उच्चारणहरू गर्ने, र यदि त्यस्तै हामी प्रकृतिकै रूपमा मान्छौँ भने पनि लामो सास फेरेर म अब सुत्न लागेको छु, म अब रिल्याक्स गर्नुपर्छ र म निदाउन गइरहेको छु भन्ने भावनाका साथ सुत्न गयो भने उनलाई चाहिँ पर्याप्त मात्रामा निद्रा पुग्छ। यसरी स्वस्थ जीवनशैली र स्वस्थ आहार तथा विहारलाई जीवन पद्धति बनाउनु नै आयुर्वेदीय जीवनशैली हो, जसले मानव जीवनलाई पूर्णतातर्फ लैजान्छ। मानसिक स्वास्थ्य यत्रो महत्त्वपूर्ण स्वास्थ्य हो भने हाम्रो चाहिँ अब यो चाहिँ हाम्रो जुन जति बेला हाम्रो आयुर्वेदको विद्यार्थीहरूलाई आयुर्वेदको परिभाषा नै भन्दछ, सबैको उद्देश्य के हो कि मान्छेको चाहिँ स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु, रोगी व्यक्तिको उपचार गर्नु, जुनसुकै चिकित्सा पद्धतिको एउटै उद्देश्य हो। त्यही अनुरूप चाहिँ स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नकै लागि चाहिँ हामी चाहिँ जीवनशैलीहरूको बारेमा हामी कुरा गर्दैछौँ। यो के हो, मुख्य रूपमा स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु हो। व्यक्ति त स्वस्थ छ, त्यसलाई रोग हुनै नदिनको लागि एउटा चाहिँ हेल्थ प्रमोसनको कामहरू गर्दछौँ। त्यति चाहिँ रोगी व्यक्तिको रोग लागिसकेपछि विभिन्न अस्पतालहरूमा चाहिँ हामी उपचार गर्छौँ।
तर चाहिँ हाम्रो उद्देश्य के छ भने रोगी लाग्न नदिने, निरोगी नेपाल बनाउने अभियानको लागि चाहिँ जीवनशैली परिवर्तन र स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र त्यहीमा चाहिँ हाम्रो स्वास्थ्यले परिभाषाले के भनेछ भने समदोष समाग्निश्च समधातु मलक्रिय प्रसन्न आत्मा इन्द्रिय मन स्वस्थ इति विद्यते भनेको के हो भने जुन मान्छेको दोष धातु मल समान अवस्थामा रहन्छ त्यही व्यक्तिको आत्मा शरीर सब स्वस्थ, मन सबै स्वस्थ हुन्छ, त्यही व्यक्ति चाहिँ स्वस्थ हुन्छ। अर्थात् शारीरिक स्वास्थ्यले मात्र मान्छे स्वस्थ हुँदैन कि मानसिक स्वास्थ्य पनि मान्छेलाई चाहिन्छ। त्यसै कारणले चाहिँ मानस रोग भनेको यस्तो रोग हो भनेर मान्छे शारीरिकमा ठिक हुन्छ र विभिन्न कारणहरूले चाहिँ मान्छेमा विभिन्न तनावको कारणले, विभिन्न अहिलेको अव्यवस्थित जीवनशैलीको कारणले मान्छे मानसिक रूपमा कुनै न कुनै रूपले पीडित हुन्छ। त्यस कारणले हाम्रो उद्देश्य के छ भने मान्छेलाई मानसिक रूपले पनि स्वस्थ हुनुपर्दछ र मानसिक रूपमै स्वस्थ व्यक्तिलाई नै हामी स्वस्थ व्यक्ति मान्दछौँ। त्यसै कारणले आयुर्वेदमा पनि चाहिँ मानस रोगको बारेमा प्रमुख रूपमा भूमिका छ। यसले चाहिँ मान्छेको जीवनशैलीमै यसले ठुलो असर गर्दछ र अहिले चाहिँ हामी पनि एउटा के भन्छ मानसिक रूपमै स्वस्थ राख्नको लागि हामी चाहिँ त्यसलाई स्पेसल प्याकेजको रूपमा चाहिँ योग, ध्यान, व्यायाम, प्राणायाम, हैन, धारणा, ध्यान, समाधिसम्मको जुन हामी उल्लेख गरेका छौँ त्यसमा चाहिँ हामी मेडिटेसनको कुरा गर्दछौँ, योगको कुरा गर्दछौँ, स्वस्थ आहार विहारको कुरा गर्दैछौँ र सकारात्मक सोचको कुरा गर्दैछौँ, तनाव व्यवस्थापनको कुरा गर्दै। यो सबै कुरा कुनै न कुनै रूपले चाहिँ मानसिक रोगीलाई प्रमुख रूपले चाहिँ यसले फाइदा गर्दछ र निरोगी व्यक्तिलाई मानसिक रोगबाट बच्नको लागि यसले मद्दत गर्दछ। यसरी स्वस्थ जीवनशैली र स्वस्थ आहार तथा विहारलाई जीवन पद्धति बनाउनु नै आयुर्वेदीय जीवनशैली हो, जसले मानव जीवनलाई पूर्णतातर्फ लैजान्छ।